नमस्कार साथीहरू। आज अलिक फुर्सदै छु, फुर्सद लिएको छु कामहरुबाट। अनि यो मनमा धेरै कुराहरू छ, के भनौं लागिरहन्छ साथीहरू। अनि जसले जेसुकै भने पनि जे उपनामहरूले पुकारे पनि, झपारे पनि, हकारे पनि हामी राजनीतिमा लागेको र राजनीतिको थोरै कुराहरू आफूले पनि ग्रहण गरेको, बुझेको अनि बुझ्न मन लागेको, सुन्न मन लागेको हुनाले अलिअलि यसतर्फ पनि के कुरा गरौँ जस्तो लाग्छ घरिघरि। अब अस्ति 23-24 मा जे घटना घट्यो त्यो जायज पनि थियो। 23 गतेको 2-3 घण्टाको जे चीज थियो त्यो चाहिँ हाम्रो लागि असल कुरा थियो। तर यस्ता असल चीजहरूलाई कसले कहाँ कसरी प्रयोग गर्छन् हामी थाहा पत्तो पाउँदैनौं। किनभने 34-35 सालदेखि यस्ता चीजहरूको, यस्ता विषयहरूको कहिलेकाहीँ औँसी पूर्णेमा नजिकमा रहेर सुन्ने अनि आफूले जति जानेको छ त्यति बोल्ने हामीले पनि गरेर आयौं। 34-35 सालदेखिको कुरा हो। म अहिले 62 वर्षको भए। 34-35 सालमा म कति वर्षको थिएँ साथीहरू? त्यो बेलामा झन्डै म पनि अहिलेको जेनजी उमेर समूहको थिएँ है। हाम्रो पालामा पनि हामीले धेरै त्यस्ता कामहरू गर्यौं, यो व्यवस्थाको विरुद्धमा अनि व्यवस्था सञ्चालन गर्ने व्यक्तिहरूको, नेताहरूको विरुद्धमा गर्यौं नि त। अनि न अहिले यो यतिको भयो। कहिलेकाहीँ खुसी लाग्छ, कहिलेकाहीँ हैन, धेरै खुसी लाग्छ। म खुसी छु, धेरै साथीहरू बेखुसी हुनुहुन्छ। मैले धेरै ठाउँमा सुन्ने गरेको छु, हेर्ने गरेको छु, देख्ने गरेको छु। अचलबल्ली सामाजिक सञ्जालमा अलि छिटो देख्न पाइन्छ। पार्टी प्रवेश गर्नुबित्तिकै धेरै ठाउँहरू चाहिन्छ उहाँहरूलाई। अनि गाउँघरतिर त, हाम्रो गाउँघरतिर उपभोक्ता समिति बनाएर केही रकम उपभोक्ता समिति मार्फत गाउँमा खर्च हुन्छ। त्यो खर्च गर्न पाउनु र 2-4 पैसा जोगाएर यसो आफ्नो गर्जो टार्नु हाम्रो ठुलो भूमिका रहन्छ साथीहरू। अनि त्यो गर्न यदि हामीले पाएनौं भनेदेखि हामी अर्को दलतिर लागिहाल्छौं। हाम्रो व्यवहार त्यस्तो छ साथीहरू, हाम्रो चलन त्यस्तो छ। सजिलो अनि अरूले जे सुकै भने पनि, अरूले जतिसुकै गाली गलौज गरे पनि आफूलाई मर्यादित सम्झिन्छौं त्यो पदमा बस्दाखेरि। अनि अस्ति 23-24 गतेको 23 गते त भइहाल्यो, भयावह। त्यस पछाडि 24 गते त्यसको राज्य पक्षबाट, अब को पक्षबाट हो, त्यो बेलाको प्रधानमन्त्रीले हामीले गोली हान्ने आदेश दिएका थिएनौं भन्नुभएको छ र हाम्रो राज्यको तर्फको गोली पनि होइन भन्नुभएको छ। त्यो कुराहरू अचलबली सबैले जानेर नजानेर हामी मोबाइल प्रयोग गरेका छौं, मोबाइलले भिडियो खिचेका छौं। कस्तो ठाउँबाट हानियो, कसले हान्यो, कस्तो उसले हान्यो, सबै कुराहरू खोजी गर्दा भेटिने कुराहरू छ साथीहरू रहेछ। भने
अहिलेको सरकारहरूले त्यो गोली हान्ने खोजेको छैन मान्छे जस्तो मलाई लाग्छ। मैले सुन्दाखेरि मैले देख्दाखेरि त्यस्तो लाग्छ। त्यो खोज्दैन, त्यो खोज्नेतिर नजानु भन्छ अरे भन्नुहुन्छ अरे हाम्रो गृहमन्त्री ओम प्रकाश अर्याल है। उहाँलाई जसले सिफारिस गर्नुभयो उहाँको त अहिले चौधन्तै चाहिँ नि अहिले सामाजिक सञ्जालमा पहिले हाई हुनुहुन्थ्यो, अहिले चाहिँ सामाजिक सञ्जालमा तल पुछारतिर उहाँको नाम आउँछ, जो काठमाडौँ नगरपालिकाका मेयर बालेन्द्र शाह। यस्तो छ। अनि हाम्रा साथीहरूले त्यो बेलामा हामी कोही बोल्यौँ, कोही नेताहरू बोल्नुभयो, जसले बोल्नुभयो उहाँहरूको विरुद्धमा हामीले नै कार्यकर्ताले नै हामी जस्ता जुन पार्टीका नेताहरू बोल्नुभएको थियो, हामी जस्ता कार्यकर्ताले भन्यौँ यस्तो बेला अनि बोल्ने, यस्तो उदण्ड कुरा गर्ने, भाँड्ने भनेर भन्यौँ। साथीहरू, जसलाई चोट लाग्छ उसैलाई दुख्छ र दुखेको महसुस उसैले गर्छ र त्यसको उपचार उसैले गर्छ। यो कुरा बिर्सिन हुँदैन। घर जलाइ माग्ने मध्येका र लखेटिनु पर्छ भन्ने मध्येका, लखेटी माग्ने मध्येका कोही बोलेका छन् हाम्रा नेताहरू, जुनसुकै दलका हुन्। उनले बोल्ने नै हो। जसले बोले म नाम यो पार्टी त्यो पार्टी भन्दिनँ, सबैलाई मेरो सलाम छ। घर बसी सलाम छ साथीहरू। किनभने सबै एकै नासे हुन सकिँदैन। हामीले माने पनि नमाने पनि भगवानका कुराहरू अझै पनि इतिहासबाट चाहिँ आइरहेका छन्, भइरहेको छ। हामी गरिरहन्छौँ। बेला बखतमा हामी शरण पनि पर्छौँ, घरिघरि शरण पनि माग्छौँ। भगवानले पनि विभिन्न रूप अवतार लिएर धेरै कामहरू गरेको देखाइएको छ। त्यस्तै त्यो बेलामा जसले समग्र प्राणी सृष्टिको बचाउको निम्ति आफ्नो ज्यान जोखिम गरेर मोल्नुभयो, उहाँहरू भगवानमा दर्ता हुनुभयो भन्छु म। त्यस्तै अहिले त्यो कठिन परिस्थितिमा आफ्नो रक्षार्थ, आफ्नो समूहको रक्षार्थ, आफ्नो पार्टीको रक्षार्थ जसले बोल्नुभयो उहाँहरूलाई पुनः म एउटा कम्युनिस्ट भएको नाताले लाल सलाम, लाल अभिवादन छ। मित्रहरू, केहीले पार्टी छोड्ने प्रयास गर्नुभयो, सामाजिक सञ्जालमै चाहिँ राजीनामा दिनुभयो। सामाजिक सञ्जालमा राजीनामा दिएकोले त्यो औपचारिकता पुरा हुन्छ? हाम्रा साथीहरूलाई त्यति पनि हेक्का रहेनछ। सामाजिक सञ्जालमा दिएकोले राजीनामाले हुन्छ? नचाहिने कुरा। त्यसैले हामीले कहिलेकाहीँ हिँड्दै गर्दा पानी परेको बेलामा बाटो चिप्लो भएको बेलामा लडे जस्तै चिप्लिएर, कति बेला चिप्लिएर लडिन्छ थाहा हुँदैन नि। जोगिएरै हिँडिन्छ, तर पनि चिप्लिएर कुन बेला पछारिन्छ थाहा हुँदैन। त्यस्तै हाम्रो साथीहरू पछारिनुभयो, 2-4 जना देशैभरिमा पातलो पछारिनुभयो। अनि अहिले आफ्नो स्वार्थको निम्ति भन्छु म, त्यो चाहिँ म ठोकेरै भन्छु। 34 सालदेखि अहिलेसम्म हेर्दै आउँदाखेरि हामी त के फुट्दा रहेछौँ र? हामी त चाहिँ नि टप्परी गाँच्दाखेरि एउटा सिन्काको भूमिका कति हुन्छ? हाम्रो हैसियत त्यति मात्रै रहेछ साथीहरू। हाम्रा नेताहरू घरि यताको पात गाँच्नलाई यताको सिन्काको भूमिका निर्वाह गर्छन्, घरि उताको पात गाँच्नलाई उताको सिन्काको भूमिका निर्वाह गर्छन्। पात गाँच्न सिन्काको भूमिका कस्तो हुन्छ? अहिले केही नेताहरू त्यही पात गाँच्ने, टपरी गाँच्दाखेरि पातलाई अल्झाउनको निम्ति सिन्काको भूमिका हुन्छ नि, हो त्यस्तै।
भर्खरै आलै गर्दै हुनुहुन्छ अरे। अनि कतै चाहिँ टपरी च्यात्ने काम हुँदैछ अरे। सिनकारको केही लागेको छैन भनेर चाहिँ नि समाचारहरू आउँदैछ। तर म जुन पार्टीमा छु, पार्टी फुटे पनि जुटे पनि मेरो केही छैन। मलाई त्यस्तो केही लाग्न छोडेको छ अब चाहिँ साथीहरू। किनभने धेरै कुराहरू परिवर्तन भइसकेको छ। अब मात्रै सुशासन र उन्नति प्रगतिको कुरा मात्रै अब कसरी गर्न सकिन्छ त्यतातिर। अनि म चाहिँ जुन पार्टीमा रहे पनि म संस्थापन पक्षमा फुटाउनेमा मेरो भूमिका रहँदैन। सकेको जुटाउनेमा रहन्छ। फुटाउनेमा र फुट्नेमा मेरो कदाचित मेरो त्यसमा मत छैन। किनभने फुटेर हेरिसकिएको छ फुट्नेहरूको दुर्दशा। जो संस्थापनमा रहन्छ त्यसैको नै केही न केही हुन्छ रहेछ। त्यसैले धेरै पनि नलाग्ने तर नछोड्ने पनि, धेरै पनि नलाग्ने नछोड्ने पनि। जतिखेर सङ्कट पर्छ त्यो बेलामा म कहाँ उभिनुपर्छ, मेरो क्षेत्र कति, मेरो स्थान कहाँ कति, मैले त्यो बुझेको छु। म जहाँ उभिनुपर्छ म त्यहाँ उभिएको छु। म भोलाचन्द्र राई, म जहाँ उभिनुपर्ने म त्यहाँ उभिएको छु। बेला बखतमा म त्यो कठिनको अवस्थामा म उभिन्छु। मलाई बुझ्ने मेरा वरिपरिका मेरा साथी सङ्गीहरूसँग बुझ्दा हुन्छ। कसैले रिसाले भन्नुहुन्छ, कसैले खुसीले भन्नुहुन्छ। केही छैन, यो घरिघरि रिसाइन्छ, घरिघरि खुसी हुन्छ। म पनि त्यस्तै हो, म भन्नुपर्छ भन्ने लाग्छ साथीहरू। ल, बिहान आज चाहिँ गफ गरेर बिताइयो, तपाईँहरूसँग गफ सेयर गर्ने मौका मिल्यो। अभिवादन।